2026 कोलम्बो सुपर 8 कोलम्बो उद्घाटन खेलमा इङ्ल्यान्डले श्रीलङ्कालाई 51 रनले पराजित गर्दै शानदार सुरुवात गरेको छ। पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको यो खेलमा श्रीलङ्काले टस जितेर बलिङ रोजेको थियो। इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै 20 ओभरमा 9 विकेट गुमाउँदै 146 रन बनायो। इङ्ल्यान्डको ब्याटिङमा फिल साल्टले आकर्षक अर्धशतक बनाए। उनले 36 बलमा 50 रन पूरा गर्दै कुल 62 रन जोडे। विल ज्याक्सले 14 बलमा 21 रन बनाए, जसमा 2 चौका र 1 छक्का समावेश थियो। स्याम करनले पनि गहिरो मिड विकेटमा छक्का प्रहार गरे। कप्तान ह्यारी ब्रुकले 14 रन जोडे, तर एलबीडब्ल्यू आउट भए। जोस बटलर 7 रनमा आउट भए भने जेकब बेथेल र टम ब्यान्टन पनि सस्तैमा पेभिलियन फर्किए। श्रीलङ्काका स्पिनरहरूले उत्कृष्ट प्रदर्शन गरे। दुनित वेलालागेले 4 ओभरमा 26 रन खर्चेर 3 विकेट लिए भने महेश थिक्सानाले 2 विकेट हात पारे। दुष्मन्था चमिराले पनि 2 विकेट लिए। 147 रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्काको ब्याटिङ पूर्ण रूपमा ध्वस्त भयो। उनीहरू 16.4 ओभरमा मात्र 95 रनमा अलआउट भए। पावर प्लेमा नै 5 विकेट गुमाएका श्रीलङ्कालाई इङ्ल्यान्डका बलरहरूले दबावमा राखे। ओपनर पथुम निसानका 9 रनमा आउट भए भने कुशल मेन्डिस र पवन रत्नायके गोल्डेन डकमा पेभिलियन फर्किए। कमिल मिसारा र दुनित वेलालागे पनि सस्तैमा आउट भए। दासुन सान्काले 30 रन बनाएर केही प्रतिरोध गरे, तर पर्याप्त भएन। इङ्ल्यान्डका विल ज्याक्सले नयाँ बलसँगै 4 ओभरमा 22 रन खर्चेर 3 विकेट लिए, जसले खेलको मोड मोडे। जोफ्रा आर्चरले 2, लियाम डसनले 2 र आदिल रसिदले पनि 2 विकेट हात पारे। यो जितसँगै इङ्ल्यान्डले सुपर 8मा बलियो सुरुवात गरेको छ भने श्रीलङ्कालाई घरेलु मैदानमा लगातार हारको सामना गर्नु परेको छ। मौसमको चिन्ता थियो, तर खेल निर्बाध रूपमा सम्पन्न भयो। विल ज्याक्स खेलका नायक बने।